तिम्रो एक आँसुले कतै ठुलो युद्ध हुन सक्छ। तिम्रो एक मुस्कानले जगत नै बुद्ध हुन सक्छ। नमस्कार सबैजनालाई। मैले पढेका पंक्तिहरू कवि प्रचण्ड भास्करजीको यो पहिलो पुस्तक कच्ची रोडसँगैका पक्की चोटहरूको अन्तिम पानामा राखिएको रचना हो। यो कविता उहाँको खुद्रा कविताहरू मध्येको एक कविता पनि हो। मैले आज यो कविता संग्रहलाई आफ्नै स्वरमा वाचन गरेर युट्युब च्यानलमा राख्ने जमर्को गरेकी छु। आशा गर्दछु मैले यी वाचन गरेका कविताहरूले तपाईहरूको भावुकता, तपाईहरूको भित्री हृदयलाई छुन सक्छ। यही कविता संग्रहबाट मैले आधिकारिक रूपमा मेरो युट्युब च्यानललाई काव्यिक मोड दिन चाहेको छु। यस संग्रहमा कविता मार्फत कविले देशभक्ति, प्रेम, वियोगका कुराहरू दर्शाउन खोज्नु भएको छ। कविले केवल एक भाषामा मात्र कविता लेख्नु भएको छैन। उहाँले नेपाली भाषा, डोटेली भाषा, हिन्दी भाषाहरूमा पनि कविता लेख्नु भएको छ। उहाँको यो बहुआयाम प्रकृति उहाँको देशप्रेम प्रति उच्च सम्मान जनाउँदै उहाँका कविताहरूलाई बुझ्ने मेरो प्रयास निरन्तर रहनेछ। धन्यवाद। सरकारको नियत। सरस्वती विद्यालयबाट भर्खर एक नैतिक पढाउने शिक्षक पुस्तकको एक अध्याय पूरा नगर्दै नजिकैको राष्ट्रिय मदिरा पसलमा छिर्छ। उसले नैतिकताको पाठ पढाए बापत प्रतिदिन जम्मा जम्मी 800 कमाउँछ। तर क्षणभरमै 1000 जति पर्ने एक राष्ट्रिय झोलको सिङ्गो बोतल रित्तो बनाउँछ अनि फुराउँछ राष्ट्रवादका भयानक हरफहरू, समाजवादका सशक्त अनुच्छेदहरू। त्यो सरले हामीलाई किन याद दिलाउँछ यो कविताले भन्दाखेरि त्यो सरले पनि हामीलाई मोरल साइन्स पढाउँथ्यो नि त। अनि यसमा पनि त्यही छ कि नैतिक नै पढाउँछ भनेको छ कि, अनि रक्सी खान पनि जान्छ, त्यही नै छ नि त। अनि त्यो सरको याद गराउँछ कि। तुना। मेरो जुत्ताको एउटा तुना यस्तो छ जो सुरुमा सधैँ मलाई अघि हिँड्न सघाए जस्तो गर्छ। बिस्तारै म बेफिक्री भएर हिँडेको देख्छ र अचानक पछारिदिन्छ। मेरो देशका नेता देख्दा किन मलाई मेरो धोकेबाज तुना याद आउँछ। जैसे किसी स्कूल का कोई बच्चा क्लास की चौथे पीरियड में बेचैनी से इंटरवल की घंटी का इंतजार करता और फिर इंटरवल में झूम जाता। तुम्हारे आते ही मेरा हर मौसम बदल गया था, मैं बदल गया था। इतने बदलाव न मुझमें कभी थे, न ही सांसों में वो एहसास था पहले। लगता किसी रेतीले रेगिस्तान में किसी ने अचानक से कच्चब की भांग की फसल उगा दी हो। रेत के कण कण में नशा छाया हो जैसे सब झूम रहे थे सूफियों की तरह। प्रतीत होता कृष्ण की सारी लीलाएं वही हुई हो जैसे। विज्ञान के सारे रहस्य उसी रेत में छिपे हो जैसे। महसूस हो रहा था आनंद से ज़्यादा, परमानंद से ज़्यादा, चरमानंद से ज़्यादा, बहुत ज़्यादा घना आनंद। और फिर अचानक से जोरों की बारिश हुई मुझ पर। मैं चौंक उठा, देखा तो सामने वो कमबख्त दोस्त खड़ा था, पानी की बाल्टी हाथों में लिए हुए।